युवा हुनुहुन्छ भाइ के भन्नुहुन्छ तपाईहरु ओलीलाई ए मर भने मासु खाइदिने हो यदि म राजनीतिमा आइ भने म तीनटा मात्रै काम गर्छु किन हर्क सम्माग्ने चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि केही बोल्न सकिन्छ मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन किन अनुहारै बिगार्नु होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या स्वागत छ साथीहरू नयाँ रियाक्सन भिडियोमा सबैजनालाई। आज चाहिँ हामीले रियाक्सन गर्दैछौँ झापा 5 भोटर्स एपिक मुभमेन्ट्स माथि। हाम्रो बालेन शाहजी चाहिँ झापा 5बाट उठ्दै हुनुहुन्छ किन भन्दा त्यहाँ चाहिँ हाम्रो केपी ओली भन्ने मान्छे चाहिँ उठिरहेछ है, उसलाई चाहिँ हराउनु पर्ने छ। किन भन्दा केपी ओली चाहिँ कस्तो खालको मान्छे हो त सबैजनाले देखिसक्नु भयो। अहिले चाहिँ हामीलाई जनताले परिवर्तन खोजेका छन् र बालेन शाहले चाहिँ जित्नै पर्छ, हाम्रो अबको आउने प्रधानमन्त्री चाहिँ बन्ने प्रधानमन्त्री बालेन शाह नै हुनुपर्छ भन्ने हामी सबैको इच्छा चाहना छ। भोट चाहिँ झापा 5को मान्छेहरूले हाम्रो बालेन शाहलाई नै हालौँ है, नत्र भने त्यत्रो जेनजीहरूको आत्माले सराप्ने छ जसले पनि जेनजी आन्दोलनमा आफ्नो ज्यान गुमाए होइन, निर्दोषहरू शहीदहरू उहाँको आत्माले चाहिँ सराप्ने छ। बालेन शाहलाई भोट हालौँ। अब यो रियाक्सन भिडियो सुरु गरिदिउँ। नेपाली बालेन कि केपी बा होइन माटो हो नि हर्के ए माटो अब हर्क सम्मागबाट बोल्नु हजुर किन हर्क सम्माग्ने चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि तर मान्छे धेरै सोझा हान्ने होइन होइन हुन राम्रो पनि हो होइन। सुरुमा चाहिँ हर्के चाहिँ बबाले लाग्थ्यो मलाई होइन, मलाई पनि एकदम राम्रो लाग्थ्यो। अब त्यो त्यसको त्यो स्टाटस त्यो पोइन्टमा आउँदाखेरि त्यो दाढीपन के एकदम धेरै के मान्छे त अचम्मैको रहेछ नि, यो मान्छेलाई त अर्घाँचीतिर आयो भने त यसलाई त होइन ल सुरुमा त अरू नेता भन्दा त ठिकै छ हर्के ठिक छ, तर होइन सुरु पहिलामा धरानमा स्वतन्त्रबाट जित्या हो नि त, जे श्रमदान गरेर पानी चाहिँ लिएर होइन। तर अहिले जुन चुनावी माहौल चलेखेरि उसको त्यो छिनछिनको स्ट्याटसले गर्दा चाहिँ ऊ भित्रबाट कस्तो मान्छे हो भन्ने बाहिर आयो कि सबै कुरा मान्छे चाहिँ अलि होइन मलाई चाहिँ ठिक लाग्यो पढेको भन्ने ऊ भयो कि ऊ ढुङ्गे युगबाट आएर ढुङ्गा बोकायो होइन, ढुङ्गा ढुङ्गा कस्ता ठाउँमा बोकाउनु जति बेला पनि अब त्यो उसकै कुरा लिएर चुनाव जित्न त जति बेला नि ढुङ्गा जति बेला नि श्रमदान भन्ने त हुन्न नि, एउटा छेडिक पल हो त्यो योजना गर्ने बेला गर्ने पछि पनि गर्ने। हामीलाई पनि श्रमदान गर्ने रहर थियो त्यो ठाउँमा गएर होइन, तर त्यस्तो चाहिँ होइन कि बालेन शाह होइन घन्टीलाई रवि लामी छानेलाई मत हाल्छ यसपालि जनताले। तपाईहरु विश्वास गरेर यो गाउँ जानुहोस्, म भित्रबाट घन्टी नै बजाइदिन्छु ल। अस्तिदेखिको राजनीति प्रति हामीलाई धेरै जनतालाई यो मान्छे छ नि यो त पुरै कुन चाहिँ यो पत्रकार एमाले झोले यो पुरै झोले हो। यो त उसबाट उठ्यो रहेछ अनि यो एमालेकै उसबाट यो यसको घर पनि यतै कता हो कि यो के अरे एउटा के भन्ने ठाउँ छ कि त्यतातिर मोरङको हो कि त्यतातिर नजाऊ। ए तपाईले घन्टी राखिसक्नु भयो घरभित्र रवि लामी खानेलाई यसपालिको मत परिवर्तन घन्टी यस्तो कस्तो हुन त केही अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन, जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु। त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्छ। मान्छे त यतिको हुनुपर्छ कि मान्छे अरूको मतलब छैन कि भोट द्याओ नद्याओ पत्रकार सम्मेलन भोट दे पत्रकारसम्म नआएर बाटा जो छन् त्यसैले आइजाऊ मलाई क्यामेराले लिएर खिच होइन। मान्छे अति बवाले होइन जे विकास गरे मान्छे त्यो अमेरिका छोडेर आएर होइन, अमेरिकाबाट घुम्न आएको मान्छेले पुरै गाउँमा इन्टरनेट लगेको मान्छे हो नि त। त्यसले यस्तो कतिलो मान्छेलाई चाहिँ चिन्दैछ। अब महावीर पुञ्जीको के छ भन्दा मलाई भोट द्याओ, जिताए मैले विकास गर्छु, नजिताए मलाई खासै पर्दैन अन्य जस्तो मान्छे कि होइन। जिताए ठिक छ विकास गर्ने जितेर, नत्र भने ठिकै छ भन्ने
केही बोल्न सकिन्छ? बोलौँ न, चुनाव हुँदैछ नि। दापै छैन होला भयो भने भोट दिनुपर्छ, अरू केही जानु न। अनि यसपालि भोट कसलाई हाल्ने? बालेनलाई जसरी पनि जिताउने हो। ओली मक्क परे होला। पहिला के अरे 75-70% भोट ल्यायो भनेर बिचरा यसबाई त हेरेको हेरे उतारे पारिदिन्छ बालेनले। यो गर्ने रियालिटी हो। यो मिमहरु त मिमको त के कपालै छैन त्यहाँ अहिले त यो यस्तो थिएन त यो मिम यार थिएन, यो बनाइदिएको कि मैले टिकटक चलाउँदा होइन टिकटकबाटै ब्लक गरेको कि यसले मैले कम गाली गरेँ। यो त 1 नम्बरको झोले हो नि यो एमालेको। हो र म्याच है। यदि म राजनीतिमा आएँ भने म 3टा मात्रै काम गर्छु। भोट कसलाई? एनी हाउ भोट लिएर हो कि एनी हाउ चुनाव जितौ हाम्रो ऋषि धमलाजीको मुद्दा चाहिँ चाहे जे पनि गर्न परोस् पलस्तर गरिदिने, अझ उहाँ खेतमा गएर काम पनि गरिदिने कि अझै। यसपालिको भोट कसलाई? अब भोट हाल्नु र ल चुनावमा उठेर के गर्ने भन्नु होला। अब चुनावमा उठेर अलिअलि काम गर्ने। के भने रे उहाँ टिको लगाइदिरहेको हर्केले चाहिँ हर्काजी कहाँ हुनुहुन्छ? हामी माहौल बुझ्दैछौँ। तपाईँको हिसाबले के छ? नाम भनिदिनुहोस्। मेरो नाम नारायण रेल हो। म पहिला नेपाली काङ्ग्रेस हो, अहिलेसम्म नि हो। आज भोट नआउनु छैन हो, भोट हाल्ने होइन। केपी ओली कि बालेन? खोइ को म त जान्दिनँ। कसलाई भोट दिने? कसैले केही गर्दैन नदिने यसपालि। मनमा चाहिँ के लागेको छ? चुनावसम्म जुनसुकै पार्टी भए पनि साथीहरू पहिलाकोले त अब पार्टी छोड्न नसक्ने मान्छे हुन्छ नि तिनीहरूले चाहिँ चुनावसम्म चाहिँ ल त्यही पार्टीको भए पनि हाल्ने बेला चाहिँ घन्टीलाई हाल्नु पर्यो कि होइन बाहिर बाहिर भनिदिने होइन। पहिला कोही गाउँमा त एकदमै पहिलेदेखि पार्टी लागेकाले त अब कोही होला नि त होइन, त्यही भएर भनिदिने तर घन्टीमा हालिदिने हो कि भोट चाहिँ। मैले त्यही भनिरहेको गाउँतिर हुन्छ नि, जस्तै अब हाम्रो मम्मीहरू त पार्टीमा लाग्नुहुन्छ नि त गाउँतिर त पहिलेदेखि, त्यही भएर भोट चाहिँ घन्टीलाई भनिरहेको कि मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ। त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन। किन अनुहारै बिगार्नु होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या। प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा अग्लो टावर हालिदिएको टावर छैन। अब यो बाटोघाटो भनेको नगरपालिका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमी हरिजो आयो भने बनाउने हो। तर त्यसको लागि चाहिँ युवाहरूलाई चाहिँ म अगाडि बढाउन चाहन्छु। हरेक जिल्लामा देशको हरेक कुना काप्चामा युवाहरू अगाडि बढेनन् भने अब बुढाहरूले गर्नु सक्दैन। म पनि अब उमेरले त बुढै हो तर दिमागले मेरो बुढो छैन। यो चाहिँ रियालिटी। केपी ओलीले जिते भने म नेपालै बसेँ। दौडमा चाहिँ बालेन्द्र शाहको इन्ट्री भएको छ। हजुरलाई कस्तो लाग्यो यहाँको उपस्थिति? हामीले नि बोलाएकै हो, कस्तो लाग्यो के भनेर। तपाईँहरूले अस्ति भर्खर झोल्यौँ हामी भन्दै हुनुहुन्थ्यो।
अब यहाँ पनि कतिले त एमालेलाई भोट लगाउनु भएको थियो होला मै हो तपाईँ नि हो पहिलोचोटि भोट लगाएको मैले यो पालि एमालेलाई लगाएको पहिलोचोटि यो 30-35 वर्ष उमेरमा यो पालि ठ्याक्कै भोट लगाएको हो मैले एमाले नै हालेको ल पहिलोचोटि जिन्दगीमा बुढो भएर 2टा छोराछोरीको बाउ भएर पहिलोचोटि हालेको एमाले नै हाले युवा हुनुहुन्छ भाइ के भन्नुहुन्छ तपाईँहरू ओलीलाई ए मर भने मासु खाइदिने हो आवश्यकता छैन हो त हामीले नि मासु खाइदिने खाइदिने हामीले त त्यस दिन लेग पिस बजाउने हो क्याम्पिङ गएर एक भोट हामीले जाँदाखेरि उसले भोट दिने जिताउने हामीले नचाहिँ कुरो सुन्ने कहाँको नेता आउँछ आओस् त अगाडि त पढ्ने गालैमा हालिदिन्छु तब भोट हाल्छु चिनेको छैन भाइ पढ्न जानेको छैन हजुर झापा कति नम्बर के भन्नुहुन्छ अरे ओलीबालाई अनि ओलीबालाई बाई बा छोडिदिनु भन्छु सिधै छोडिदिनु तपाईँ घरमा हरेराम जगेर बस्नु केपी ओली बाला साल केपी ओलीलाई बा हुन नि मन लाग्दैन कि केपी ओली अपराधी मरेपछि लेग पिस मासु चाहिँ खाने नै हो त्यही हो अघि होइन मासु खाने किने खानी पेलेर खाइदिने किन दिने अहिले बालेन भन्ने आउनु भएको छ फेरि हो आओस् न त अगाडि हाम्रो घरको कस्तो व्यवहार छ त्यो टाढे भनी दिन्छु न त दिँदैन ए के गर्नु नयाँ आउनु भएको छ इन्जिनियर होइन काठमाडौँको मेयर भएर राम्रो गरेको मान्छे बालेन कहाँको के मेयर आउँछ आउनु के गर्ने बालेनलाई पनि गाला पड्काउने कि गाला पड्काउने बडा हुनुहुन्छ 99% छ आतुर छन् जन जित्छन् पक्का पक्का को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँदै दम छ भनेको एमाले सिधै कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन के रे यसलाई चाहिँ पिट्ने मन लाग्यो पत्रकार र यो त एक नम्बरको झोली हो कि यसले खालि उसलाई मात्रै एमालेको मात्रै समर्थन गर्छ कि कहाँको र मोरङको हो कि यसलाई सुरुमा त राम्रै राख्थ्यो मोरङ भन्ने पूर्व पूर्वतिरको मान्छे त्यहाँबाट उठेको नि हो कि त्यहाँको क्षेत्र नम्बर कतिबाट भोट माग्नै भोट माग्नेले हो नि त नमस्कार गर्नु होइन र भोट त्यसै गर्छ त नेताहरूले पहिला त्यसै गर्छ त ऊ बारीमा गएर नमस्कार ओली कि समीर तामाङ कि को यसपालि ओली ल ठिक छ किन ओली किन भन्नु पर्यो किन पनि झापा क्षेत्र नम्बर 5 मा ओली जति विकास गर्ने अरू कोही पनि छैन राष्ट्र हितको लागि पनि ओली नै ठिक छ नाकाबन्दीमा सामना गरेको पनि ओलीले नै हो अहिले पेट्रोलियम पदार्थ उत्खनन गर्ने पनि ओली नै हो देश विकासको लागि गर्ने हो सबै ठप्प भइसक्यो त अनि त्यो जबदेखि त्यो जेन्दी कति आन्दोलन भयो थियो नि त्यो आन्दोलन पछि त पुरै ठप्प भएर त्यहाँ त पुरै सामानभरि खिया लाग्यो अरे अब यो ओली भन्छ यो मुर्दाहरू पनि कामै नलाग्दो रहेछ अनि ओली नै एकदम आवश्यक कौन है ये लोग कहाँ से आते ल त साथीहरू यही हो हाम्रो झापा 5 तिरको माहौल होइन भोटर्सहरूको एकदमै एपिक मुभमेन्ट्सहरू कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा लेखिदिनु होला र तपाईँहरूको भोट चाहिँ कसलाई त्यो पनि कमेन्टमा लेख्नु होला मेरो चाहिँ घन्टीलाई हाम्रो चाहिँ घन्टीलाई एकदम घन्टीलाई तपाईँहरूको पनि घन्टीलाई नै हुनुपर्छ भन्ने हाम्रो एकदमै सुझाव छ है।